बुटोलको गर्मी त्यसमाथि बिदाको दिन बच्चाहरू बिहानैबाट बाहिर खेलेर आउँछन्। नखेल न बाहिर गर्मी हुन्छ भनेर भन्छु, मान्दैनन्। एकछिन खेल्छन्, थाक्छन् अनि पसिनै पसिना भएर भित्र आउँछन् र भन्छन् पहिला त म बच्चाहरूले चिसो भन्ने बित्तिकै एकदम धेरै डराउँथेँ। मलाई बाहिरको ग्यास भरिएको सुगरी ड्रिङ्क्सहरू खासै दिन मन लाग्दैन। तर आजभोलि भने मेरो डर 100% गायब भइसकेको छ, किनभने मेरो साथमा छ चिसो हर्लिक्स। यो बनाउन पनि निकै सजिलो छ। अलिकति आइस, हर्लिक्स अनि उमालेर राखेको चिसो मिल्क हालिदिनुहोस् अनि भइहाल्यो हाम्रो 1 मिनेटमै चिसो हर्लिक्स रेडी। हजुरहरू पनि चिसो हर्लिक्स बनाउने आफ्नो युनिक रेसिपी सेयर गर्नुहोस् र यो क्याम्पेनमा भाग लिनुहोस्। यस रेसिपी हुनेले चाहिँ सरप्राइज गिफ्ट पनि पाउनुहुनेछ। बल्ल शीतल भयो। माई फेभरेट ड्रिङ्क चिसो हर्लिक्स। हजुरहरू पनि यो समरमा चिसो हर्लिक्स ट्राई गर्नुहुन्छ। भिडियो पोस्ट गर्दा भने तल मैले युज गरेको ह्यासट्यागहरू युज गर्न नबिर्सिनु होला। कस्तो मिठो, अझै दिनु न।